कुनै पनि व्यक्ति यदि पानीमा डुबेको छ भने सास चलिरहेछ भने पेटमा नथिच्ने है, पोल्टे बनाएर यसरी सुताएर ल्याउने र ल्याउने क्रममा र अस्पताल पुर्याउँदासम्म यसरी लिएर जाने। थाहा छ तपाईँहरूलाई पहिला यो कुरा? थाहा छ? कहीँ ट्रेनिङ लिनु भएको छैन नि? दिनभरि पानीमा काम गर्नुहुन्छ, कोही डुब्छ, कोही के हुन्छ। यदि बेहोस अवस्था छ भने रिकभरी पोजिसनमा यसले के गर्छ त फाइदा भने सास फेर्न र रगत सञ्चालनमा सहज गर्छ र हस्पिटल पुर्याउन सहज तरिकाले हामी लान सक्छौँ है। र केही समयमा होस पनि आउन सक्छ, तर उत्तानो नबनाउने र पेटमा नथिच्ने है। र एउटा कुरो के भन्छु भने म अब पनि फेरि पानीमा हामीले बचाउने क्रममा यदि पानीमै सास बन्द भयो भने चाहिँ हामीले त्यहीँ सास दिने 5 चोटि म अहिले त्यो पनि देखाउँछु है त। अब मानिलिउँ तपाईँले बाहिर निकाल्नु भयो या बोटमै व्यक्तिले सास बन्द भयो भने चाहिँ के गर्ने त? तुरुन्तै यसरी सिधा उत्तानो पारिदिने, उहाँलाई सिधा सुताउने र पहिले 5 चोटि सास दिने। म यहाँ गरेर देखाउँछु। यसरी चाहिँ हामीले 1 2 3 4 5 चोटि नाक थुनेर मुखबाट सास दिने। इमिडिएटली सास बन्द छ भने पानीमा डुबेको व्यक्तिलाई सास बन्द भएको तपाईँले 6 देखि 8 मिनटमा नि बचाउन सक्नुहुन्छ यदि तुरुन्तै सास दिएर। अब हामी छातीमा दबाउँछौँ उहाँलाई यसरी नै, बिल्कुलै चेस्टको बिचमा राख्ने र यसरी हामीले दबाउने। 1 2 3 4 5 30 चोटि दबाउने, फेरि 2 चोटि सास दिने, 30 चोटि दबाउने। तर यसको लागि तपाईँले तालिमै गर्नुपर्छ। हामी कुनै दिन अब तालिम लिएर आउँछौँ योगदान राष्ट्रको लागि अभियानबाट कास्की जिल्लामा, त्यतिखेर सहभागी हुनुहोला। र अहिले चाहिँ म नर्मल कुरा के पनि भन्न चाहन्छु भने खालि सानो, यदि कोही पानीमा डुब्यो भने बेहोस अवस्थामा छ भने तपाईँहरूले पेटमा नथिच्ने है, कोल्टे बनाएर अघि जस्तो सुताएर लाने हस्पिटल। यदि इमिडिएटली कसैको सास बन्द भयो भने पहिले 5 चोटि सास दिनु, नाक खनेर ओपन एयरवेज गरेर 5 चोटि सास दिइहाल्ने र 30 चोटि दबाउने, फेरि 2 चोटि सास दिने, फेरि 30 चोटि गर्ने, गर्दै अस्पताल लिएर जाने। र यदि व्यक्ति सास फेर्न थाल्यो भने फेरि हामीले के गरिदिने त? कोल्टे बनाएर फेरि रिकभरी पोजिसन, यसलाई ध्यान दिनु होला। र यसरी खुट्टालाई हामीले फोल्ड गर्छौँ र यसरी सुताइदिने है, यसरी सुताइदिने बिल्कुलै लाइन्स यहाँनिर है, बुझ्नुभयो? यसरी गर्दाखेरिमा के हुन्छ त? अब श्वास प्रश्वासलाई सजिलो हुन्छ, बुझ्नुभयो? पानीमा ध्यान दिनु होला यति कुरालाई। र यसमा धेरै कुराहरू छ, म पछि देखाउँछु। अहिले केही छ प्रश्न तपाईँहरूको पानीमा डुबेको विषयमा? हजुर, अब एकचोटि म तपाईँहरूलाई यत्रो यहाँ धेरैजना हुन्छ, फेन्टको बारेमा भन्छु 1 मिनट मात्र है त। फेन्ट भयो भने के गर्ने? गर्मीको समय छ, फेन्ट भयो भने अब यहाँ हेर्नुहोस्, उहाँलाई यसरी राखिदिउँ हामी। फेन्ट भएको छ, सुरक्षित ठाउँमा सारौँ र पहिले सुरुमै व्यक्तिलाई चाहिँ हामीले ओपन एयरवेज गरिदिउँ र खुट्टालाई चाहिँ माथि उचालिदिउँ। तपाईँले यति मात्रै गरिदिनु भयो भने व्यक्तिलाई 1 मिनटदेखि 2 मिनटमा आँखा हेर्छ है। मैले यति नै अहिले भन्न चाहेँ। किन भन्दा खास गरी यो वाटर रेस्क्युको हामी चाहिँ पानीमै गएर निकालेर पानीबाट कसरी उठाएर ल्याउने, पानीभित्र कसरी सास दिने, यो सबै देखाउन चाहन्थ्यो। तर अलिकति समयको अभाव र यहाँ प्र्याक्टिकली तपाईँहरू आफ्नो व्यस्तता छ अहिले होइन, कामको बेला हुनुहुन्छ, हामीले अलिक सम्भव भएन। त्यसले गर्दा हामी चाँडै नै यो तालिम लिएर चाहिँ यहाँ आउनेछौँ है त। धन्यवाद सम्पूर्ण, थ्याङ्क यू, नमस्कार, थ्याङ्क यू।